नमस्ते। सम्पूर्ण दादागिरी गरेर विदेशीहरूको पैसा खाएर पैसालाई महत्त्व दिएर आफ्नो देशमा देशलाई खरानी बनाउन दलको आधारमा आएका पार्टीका नेताहरूलाई नमस्ते। तपाईहरुले जुन काम गर्नुभएको छ नि सायद एकान्तमा गएर रुनुहुन्छ होला। मलाई त्यस्तो लाग्छ, किनकि हो त नेपाली, भुटिया मात्र बाहिरकोले हो नि त। तपाईहरुको दिमागमा खेल्या बाहिरकोले हो, किनकि त्यसरी खेल्न दिँदाखेरि पैसा नि नाम पनि पाउने, दाम पनि पाउने। नाम र दाम भएपछि के चाहियो र तपाईहरुलाई, हैन? अब त्यो नाम र दामको पछि लाग्दाखेरिको अहिलेको देश खरानी भएको देख्दा रुनु त पक्कै हुन्छ। टोयलेटमा गएर रुनुहुन्छ होला, या एक्लै कोठा बन्द गरेर रुनुहुन्छ होला। रुनु त हुन्छ, किनकि नेपाली हो। आफ्नो देश र देशवासीहरू को रगत बगेको, आफ्नो देश खरानी भएको तपाईहरुको आँखा अगाडि देख्दा मन त रोला भन्ने लाग्छ। तर के गर्ने, तपाईहरु एकान्तमा गएर रोएर देश बन्छ। त्यही भएर बिन्ती छ सम्पूर्ण पार्टीका नेताहरूलाई, पार्टीका व्यक्तिहरूलाई कि अब पार्टी नबन्नुहोस् प्लिज। अब म कांग्रेसमा, एमालेमा, माओवादीमा, रासोपामा के भन्ने पार्टी छोड्नुहोस्, किनकि जति धेरै पार्टी दल हुन्छ त्यति धेरै भ्रष्टाचार हुन्छ। किनभने उसले नि उसकोलाई खुवाउनु पर्यो, उसले उसकोलाई ठाउँमा पुर्याउनु पर्यो, पदमा पुर्याउनु पर्यो। काम भन्दा बढी मेरो त्यहाँ पुग्ने र अब म ठुलो बन्ने, ठुलो भएपछि अब मेरो त एउटा साइनले पनि म त गजबले पैसाको पछि नपर्नुस् प्लिज। बिन्ती छ यो चेलीको। धेरै जनता रोउनु भएको छ। तपाईहरु मर्दा भगवान त मान्नु न होला, भगवान मान्नेहरू त पैसा नाम र दामको पछि लाग्दैन थियो। तर पनि खुनको आँसु निक्लेला। म मर्न पाए हुन्थ्यो भन्दा पनि मर्न पाउनु हुने छैन, त्यति तडपन हुनेवाला छ। श्राप लागिसकेको छ। अब त्यो श्रापबाट मुक्त पाउने हो भने या त्यो श्रापलाई कम गर्ने हो भने तपाईहरुले अब आफ्नो पार्टी, नाम, दाम सबै छोडेर नेपाली र नेपालको लागि काम गर्नु होला। अहिलेसम्म काम गरेका छैन, भका कामहरु नि बिगारेको छ। अहिले त बोलेर मात्र तपाईहरु त्यहाँ पुग्या हो। बोलेरै मात्र हुने रहेछ, काम गर्न नपर्ने रहेछ भन्ने तपाईहरुले बुझिसक्नुभयो है। त्यही भएर सबैले म पार्टीको, म जातको, म धर्मको, यो ऊ भनेर नभनौं। म नेपालको र म नेपाली। के गर्ने, जे बडा कमजोरी भा छ, घुस्या छ, त्यसलाई त शुद्ध बनाउनु। नेपालका पाठ्यक्रमहरू सच्याउनु। हाम्रो सबै ठाउँमा कुनै पनि यस्तो ठाउँ छैन होला जहाँ विदेशीको हावा नघुस्या होस्। पार्टीमा, पत्रकारितामा, शिक्षामा, सेनामा, मन्दिरमा, सबैतिर बाह्य शक्तिको राज छ।
तिनीहरूलाई हटाउन सक्ने ताकत नेपालीमा छैन। विडम्बना यही नै हो। यदि कोही हुनुहुन्छ त्यस्तो ताकतवाला देख्नुभएको छ भने मलाई भन्नुहोला। मलाई विश्वास लाग्दैन कि त्यस्तो ताकतवाला कोही छ। कि त महेन्द्र राजा नै आउन पर्छ, नत्र देशप्रति प्रेम भएकाहरू धेरै छन् तर सच्याउन सक्ने ताकत भएकाहरू, यो बाह्य शक्तिले अछुत बनाएको हाम्रो देशलाई शुद्ध बनाउने ताकत भएकाहरू सायद अहिलेसम्म मैले देखेको छैन। जो बनाउँछु भनेर आएको हुन्छ त्यो तुरुन्तै बिग्छ, त्यसलाई पुरै कब्जामा लिइसकेका हुन्छन्। मैले बार बार भन्दै आएको कुरा, जो हाइलाइटमा आउँछ त्यो विदेशीको फन्दामा फसिहाल्छ। लोभ लालच त्यसैले त्याग्न पर्छ। लोभ लालचले नै आज उनीहरूले फसाएका हुन्छन्। त्यही भएर दाम र नाममा नफस्नु होला, लोभ लालचमा नफस्नु होला र देशलाई बनाउनु होला। तेरो मेरो छोड्नु होला, सबै हाम्रो। धन्यवाद।